कलम समातेर आज फेरि सपनासँग कुरा, देश बदल्ने सपना बोकेर हिँडेको युवा। बिहान 4 बजे उठ्दा आँखा अझै भारी, तर मन भन्छ छोड्न मिल्दैन यो तयारी। चिया चिसो किताब पुरानो मन भने तातो, लोकसेवा पास गर्ने सपना यही हो मेरो बाटो। घरको आर्थिक अवस्था जिम्मेवारीको बोझ, साथीहरू विदेश उडे म भने यही खोज। एक लाइन नोटका लागि घन्टौंको मिहिनेत, आज दुःख लागे पनि भोलि यही नै चिन्हे। सबैले भन्छन् सजिलो छैन यो यात्रा, तर सजिलो खोजेको भए हुन्थ्यो फरक थापा। म त कठिन रोजेको छु किनकि थाहा छ इमानदार सेवक बन्ने यही हो साँचो पाठ। हार मान्दैनौ थाक्दैनौ हामी, लोकसेवाको लडाईँ जित्छौँ हामी। आज पसिना भोलि सम्मान, देश सेवाको शपथ लिन्छौँ हामी। हार मान्दैनौ थाक्दैनौ हामी, नाम एक दिन गजेटमा देख्छौँ हामी। लोकसेवाको नाममा बलेको यो आगो, जबसम्म लक्ष्य पुग्दैन निप्दैन यो तापो। एमस्क्यूले टाउको दुखाउँछ, शोर्ट नोटले डर, पुराना प्रश्न पल्टाउँदा बढ्छ अझै कर। एक पटक फेल हुँदा मन भाँचिन्छ धेरै, तर भित्रको आवाज भन्छ उठ अझै लड है। आमाको प्रार्थना, बाबाको मन विश्वास, मेरो छोरा छोरीले गर्छ भन्ने आश। मोबाइल साइडमा राखेर सपना अनलाइन, आज म विद्यार्थी भोलि अफिसको साइन। यो केवल जागी होइन यो जिम्मेवारी हो, देश र जनताको सेवा गर्ने तयारी हो। घुस होइनन् डर होइन सत्य रोज्ने बाटो, लोकसेवा भनेको इमानको साटो। हार मान्दैनौ थाक्दैनौ हामी, लोकसेवाको लडाईँ जित्छौँ हामी। आज पसिना भोलि सम्मान, देश सेवाको सफल लिन्छौँ हामी। दिन नाम आएन भने पनि सपनाले साथ छोड्दैन कहिले पनि। हजारौं पटक ढल्यो भने के भयो र, फेरि उठु नै हो वीरताको चरित्र। लोकसेवा परीक्षा मात्र होइन यो त धैर्य, सङ्घर्ष र चरित्रको चिन्ह हो। आज असफलता भोलि इतिहास, मेरो नामले बोक्ने छ इमानको प्रकाश। गाउँको ठुलो बटोदेखि राजधानीसम्म, साधारण विद्यार्थीको असाधारण कदम। फाइल खोल्दा याद आउने आजको सङ्घर्ष, मैले सजिलो होइन सही बाटो रोजे भन्ने गर्व। कुर्सी होइन कर्तव्य खोज्ने मन, शक्ति होइन सेवा चाहिने जन। मेरो कलमले सही निर्णय लेखोस्, मेरो हस्ताक्षरले कसैको जीवन फेरियोस्। हार मान्दैनौ थाक्दैनौ हामी, लोकसेवाको सपनाले बाँचेका हामी। आज विद्यार्थी भोलि सेवक बनाऊ, देश बनाउने यात्रामा हामी नै उभियौँ। हार मान्दैनौ थाक्दैनौ हामी, लोकसेवाको लडाईँ जित्छौँ हामी। यो गीत होइन हाम्रो कसम हो, देशका लागि बाँच्ने हाम्रो प्रण हो। कलम समातेर सुरु गरेको यात्रा एक दिन सेवामा टुङ्गिन्छ, यही हो सत्य कथा।